एन्टी रिफ्लेक्टिभ कोटिङ है त। एन्टी रिफ्लेक्टिभ कोटिङ भनेको हार्ड कोट बन्यो, अब त्यसको माथि एन्टी रिफ्लेक्टिभ कोटिङ लगाइन्छ। यसको मेन काम भनेको चाहिँ अब कन्ट्रास्टहरू बढाउने, भिजन क्लियर गराउने, रातिको समयमा सजिलो हुने। यसले के गर्छ भन्दाखेरि चाहिँ जुन लाइट आउँछ त्यो लाइट चाहिँ सिसा छ, सिसाको पनि अगाडिको सर्फेस र पछाडिको सर्फेस हुन्छ होइन। सो त्यही सर्फेसभित्र ठोक्किएर लाइट आएको लाइट अगाडि ठोक्किएर फर्किन्छ, त्यसले पनि भिजन क्लियर हुँदैन होइन। जस्तो सपोज तपाईँ एउटा झ्यालबाट हेरिराख्नु भएको छ होइन, अब त्यो झ्यालमा तपाईँले हेरिराखेको झ्यालमा तपाईँ नै देखियो भने बाहिर देखिन्छ त देखिँदैन, त्यो हेर्नलाई भिजिबिलिटी क्लियर हुँदैन। सो त्यही नै हो रिफ्लेक्सन है। त्यो आइरहेको रिफ्लेक्सनलाई कट गर्ने, रिफ्लेक्सन कट भयो भने चाहिँ तपाईँले आफूलाई नदेखेपछि त बाहिर क्लियर देख्ने भयो नि त है। यसरी एन्टी रिफ्लेक्सनले काम गर्छ। पिक्चरमा देख्न सक्नुहुन्छ होइन, एउटा चस्मा माथिको चस्मा छ जसमा चाहिँ एन्टी रिफ्लेक्सन कोटिङ छैन भने अर्कोमा चाहिँ रिफ्लेक्सन छ। अब हामीले उसको आँखा क्लियर देखेको छैनौँ भन्नुको मतलब उसले पनि त बाहिर देखेको छैन क्लियर होइन। सो यसरी फर्स्टको मान्छेले चाहिँ क्लियर देख्दैन एज कम्पेयर टु द सेकेन्ड पिक्चर।